नमस्कार, म अभिषेक कण्ठ। आज हाम्रो गरिबी पोभर्टीको बारेमा नेक्स्ट क्लास कन्सेप्टको लागि पनि जरुरी छ, प्लस एक्जाममा छुटाउनै नहुने टपिकहरू छ। योसँग सम्बन्धित कुनै प्रश्न आयो भने तपाईले यतिबाट आन्सर दिन सक्नुहुन्छ। र लास्ट पार्टमा हामी अर्को पार्टमा डाटा एनालाइसिसको कुरा गर्छौं। डाटाले के बोल्छ गरिबीको बारेमा। अहिले हामी थ्योरेटिकल प्लस थोरै प्र्याक्टिकल कुरा गरौँ। नेपालमा गरिबीको विषय हामीले पढेको कुरा के थियो भने आर्थिक डाइमेन्सनबाट मात्रै नदेखेर त्यसलाई मानवीय डाइमेन्सनबाट पनि देख्नु पर्यो, सामाजिक डाइमेन्सनबाट पनि देख्नु पर्यो। त्यही भएर गरिबीलाई अलि ब्रोड सेन्समा आर्थिक गरिबी, मानवीय गरिबी र सामाजिक गरिबी यो तीन स्वरूपमा हुन्छ। गरिबी भनेको हाम्रो मेजर फोकस भनेको आर्थिक गरिबीले मात्रै केन्द्रित भएर जे जति अध्ययन भएको अवस्था हालसम्म देख्न सक्छौं र हाम्रो जनरल कन्सेप्ट पनि त्यही छ। अब हामी यो क्लासमा हाम्रो टपिक के छ भने गरिबी पहिचान कसरी गर्ने, गरिबीको इन्डिकेटर के हो, कसरी कुन कुन कुराले भन्छ कि हामी गरिब छौं वा हामी प्रगति गर्दै छौं, गरिबी रेखाभन्दा माथि छौं वा गरिबी रेखाभन्दा मुनि छौं लगायतका कुराहरू। त कुनै नेपालको कन्टेक्स्टमा नेपाल सरकारले गरिबीको बारेमा के गर्छ त एउटा निश्चित मापदण्ड तोकेको हुन्छ। नेपालको केसमा के थियो 2256 किलो क्यालोरी उपभोग खर्च। यो चाहिँ बडीको मा 2256 किलो क्यालोरी उपभोग गर्ने जनसंख्या, प्रतिदिन उपभोग गर्न सक्ने जनसंख्या के भित्र पर्दैन, गरिबी रेखा मुनि पर्दैन। नेपालले मापदण्ड निर्धारण गरेको विषय यही हो। तर यो भनेको आर्थिक पाटोलाई मात्रै कन्टेक्स्टमा राखेर गरेको हो। त्यही भएर नेपालको औपचारिक गरिबी रेखा मुनि रहेको जनसंख्याको विषयमा कुरा गर्दा उपभोग खर्चको आधारमा मात्रै गरिन्छ। त्यही भएर हाम्रो पहिलो इन्डिकेटर भनेको गरिबी रेखा मुनि रहेको जनसंख्या, जुन नेपालको अहिले पछिल्लो तथ्याङ्कले के भन्छ, नेपालको गरिबी रेखा मुनि रहेको जनसंख्या 20.27 20.27% जनसंख्या गरिबी रेखा मुनि छ भनेको यसको अर्थ के भयो? यसको अर्थ के भयो कि 20.27% को पर डे को जुन रिक्वायरमेन्ट फुलफिल छ नि 2256 किलो क्यालोरी त्यति पनि पुगिरहेको अवस्था छैन। र यो एप्रोक्सिमेटली कति देखिन्छ भने करिब 59,50,000 जति जनसंख्या हाम्रो 22 मिनिमम रिक्वायरमेन्ट अफ क्यालोरी जति छ WHO ले तोकेको त्यो पनि अपुग छ भनेपछि हामी ठुलै क्राइसिसमा छौं भन्न सक्छौं। नेक्स्ट हो, अब यो एउटा डाइमेन्सनबाट देखेको कुरा हो भने अर्को चाहिँ मल्टी डाइमेन्सनबाट देख्ने कुरा, जसलाई हामी बहुआयामिक गरिबी भन्छौं। के भन्छौं? बहुआयामिक गरिबी। यो बहुआयामिक गरिबीको बारेमा अब अहिले एउटा एकदमै छुटाउन नहुने कुरा भनेको मल्टी पोभर्टी इन्डेक्स हो, MPI, जसले बहुआयामिक गरिबी मेजर गर्छ। यो मल्टी पोभर्टी इन्डेक्सले तीनटा कुरामा ध्यान दिन्छ। एउटा चाहिँ स्वास्थ्य, शिक्षा र अर्को चाहिँ जीवनस्तर। स्वास्थ्य, शिक्षा र जीवनस्तरको आधारमा कुनै पनि ह्युमनको, मान्छेको स्ट्याटस हेरेर त्यसको डेटा हेरेर हामी के भन्न सक्छौं, ऊ मल्टी पोभर्टी इन्डेक्स भित्र पर्यो कि परेन, अथवा यो चाहिँ बहुआयामिक गरिबी भित्र पर्यो कि परेन। हुन सक्छ त्यो गरिबी रेखा मुनि भन्दा माथि होला, 2256 किलो क्यालोरी इजिली फुलफिल गरिरहेको होला। तर स्वास्थ्य क्षेत्रमा यदि ऊ कुपोषित छ हैन, वा उसको घरका बच्चाहरू कुपोषित छन् भने, वा अर्को तर्फबाट मृत्युदर, यदि औसत मृत्युदर कम छ के कारणले गर्दा, विभिन्न इन्भाइरोमेन्ट होला, कसैको इन्भाइरोमेन्टल फ्याक्टर होला, कसैको जेनेटिक फ्याक्टर होला, जेसुकै होला हैन। तर स्वास्थ्यको दृष्टिकोणले त्यस्तो छ र बेसिक रिक्वायरमेन्ट फुलफिल गर्दा पनि ऊ के भित्र पर्यो, नेपालको बहुआयामिक गरिबीको जनसंख्या भित्र पर्यो। अलि ब्रोडर सेन्समा हो। बहुआयामिक गरिबीले स्वास्थ्य पनि हेर्छ, शिक्षा पनि हेर्छ र उसको जीवनस्तर पनि हेर्छ, ऊ कसरी बाँचिरहेको छ हैन, लगायतका कुराहरू। त स्वास्थ्य शिक्षाको कुरा साक्षर छ छैन, वा भनौँ नि स्कुलको भर्ना दर लगायतका विषयहरूका आधारमा मल्टी पोभर्टी इन्डेक्स निर्धारण गरिन्छ। यो हामीले छुटाउनै नहुने कुरा हो अहिलेको गरिबीको विषयमा पढ्दाखेरि। सो नेपालमा त्यसो भए ल गरिबी रेखा मुनि रहेको जनसंख्या 20.27% छ भने बहुआयामिक त पक्कै बढी हुनुपर्छ, तल त हुने कुरै भएन हो।
तर हाम्रो जेन्युन समस्या के छ भने डेटा कलेक्सनको समस्या छ। हुनसक्छ तथ्याङ्कले त अहिले औपचारिक रूपमा हामीले जे भन्छ त्यही मान्नु पर्यो, तर बहुआयामिक गरिबी जनसङ्ख्या यो करिब कति देखाएको छ भने 28.5% जति देखाएको छ पछिल्लो तथ्याङ्कले, कि बहुआयामिक गरिबीको जनसङ्ख्या 28 तर अब भन्न त नहुने हो, तर हाम्रोमा के छ भने डेटामा एकदमै कम फोकस गरेको छ। जुनसुकै क्षेत्रमा जानु तपाईँलाई एक्ज्याक्ट डेटा भेट्नै गाह्रो छ, त्यो एउटा हाम्रो मुख्य समस्या हो। ल यो बहुआयामिक गरिबी कति छ भने 28.5% भन्नाले के देखियो भने गरिबी रेखामुनिको जनसङ्ख्या मध्येबाट, गरिबी रेखामुनि रहेको जनसङ्ख्या मध्येबाट पनि थप यो 8% जति के भित्र पर्यो, बहुआयामिक गरिबीभित्र पर्यो। यो इन्टरनेसनल स्ट्यान्डर्ड हिसाबले त गरिबै हो नि। हामीले तत्काल टार्गेट फर्स्ट प्रायोरिटी हाम्रो के भयो, यो 2256 किलो क्यालोरीलाई फुलफिल गराउनेतिर हामी लाग्यौँ। त्यसलाई हामी शून्य गर्नतिर लागेको छ, त्यो पनि विक्रम सम्वत 2100 सम्म, जुन हाम्रो के हो दीर्घकालीन सोच अन्तर्गत पर्छ। नेपाल सरकारले 25 वर्ष एउटा दीर्घकालीन सोच निकाल्यो, जसको नारा तपाईँहरूले एकदमै धेरै सुन्नुभएको होला, समृद्ध नेपाल सुखी नेपाली। यो नारा मात्रै होइन, यो सम्बन्धी लक्ष्य निर्धारण भएको छ। 14औं आवधिक योजनाले के गरेको छ भने लक्ष्य निर्धारण गर्यो, जसमा 55वटा सूचक तोकेको छ। 32वटा समृद्धिको र 23वटा सुखको। भन्नाले समृद्ध नेपाल र सुखी नेपाली यो नारामा मात्रै सीमित छैन, यो कार्यान्वयन भइरहेको अवस्था छ र यसको इम्प्याक्ट रिजल्ट हामीले ग्रेजुअली देख्नेछौँ र फाइनली 2100 सम्म विक्रम सम्वत 2100 सम्म हामी जस्तै हाम्रो के छ भने यो भोकमरी गरिबी हामी कति गरिदिन्छौँ, शून्य गरिदिन्छौँ भन्ने छ। बहुआयामिक गरिबीलाई हामी 5% सम्म लानेछौँ भन्ने लक्ष्य राखेको छ, जुन कि अहिलेको तथ्याङ्कले के भन्छ 28.5% छ। र अहिलेको गरिबी रेखामुनि रहेको जनसङ्ख्या जुन टार्गेट त 18.7 थियो हैन 15 योजनाले, तर सर्वेक्षण गर्दाखेरि के देखियो भने अहिलेसम्म 20.27। यो घट्न सकेन, कारण विभिन्न छ, त्यसमध्ये एउटा प्राकृतिक प्रकोप पनि हो, कोरोनाको पेन्डेमिक पनि हो हैन। अर्को चाहिँ हाम्रो श्रम सहभागिता दर। जानकारी छ तपाईहरुलाई श्रम सहभागिता दर भनेको के हो? श्रम सहभागिता दर अब के छ भने नेपालमा पनि एक्टिभ पपुलेसन जसले काम एक्टिभली गरिरहेको छ त्यो जनसङ्ख्या भनेको 15 to 59 एज ग्रुपलाई भन्छ। यसलाई एक्टिभ पपुलेसन भन्छ, सक्रिय जनसङ्ख्या भन्छ, कामको लागि योग्य जनसङ्ख्या भन्छ यो 15 to 59 लाई। यो श्रम सहभागिता दर यसले के भन्छ भने हाम्रो श्रम सहभागिता दरको बारेमा यो एक्टिभ पपुलेसन मध्येको कति प्रतिशत जनसङ्ख्या कामको खोजी गर्न निस्केको छ, श्रममा सहभागी हुन खोजिरहेको छ, प्रयास गरिरहेको छ। यो एप्रोक्सिमेटली 36-37% जति छ, जुन कि एकदमै न्यून हो। यसको बेसिक हामीले बुझ्न खोज्यो भने यसले के भन्छ श्रम सहभागिता दर, कि जो काम खोज्न निस्केको मान्छे हो, काम गर्न योग्य छ, काम खोज्न निस्केको मान्छे हैन, काम खोज्न निस्केको मान्छे हैन, पाउने कुरा छोडिदिनु, खोज्न निस्केको मान्छे त बाँकी रिमेनिङ भनेको मोर देन 60% के देखियो घरमै बस्ने, डिपेन्डेन्ट हुने, लगायतका काम खोज्न नजाने हैन, लगायतका कुराहरू के देखियो। यो त हाम्रो श्रम सहभागिता दरै न्यून छ, हामी कामै गर्न खोजिरहेको छैनौँ, खोज्नै चाहदैनौँ भन्ने हाम्रो तथ्याङ्कले देखाइरहेको छ, जसको 2100 सम्मको यसलाई 72% पुर्याउने हाम्रो राष्ट्रिय लक्ष्य रहेको छ। बेरोजगारी दर अहिलेको बेरोजगारी दर 11.4% हो। पछिल्लो सर्वेक्षणले के भन्यो भने बेरोजगारी दर कति पर्सेन्ट हो? 11.4%। यो भनेको फेरि इन्ट्रेस्टिङ छ, काम पाउने। अब तपाईको बेरोजगारी दर भनेको इन सर्ट तपाईहरुले बुझ्न सक्नुहुन्छ कि काम खोज्न हिडेको मान्छे कतिले काम पाए, कतिले काम पाएन भनेपछि ओभरअल श्रम शक्तिको लागि योग्य व्यक्ति जो काम खोज्न हिडे त्यसमध्ये पनि 11.4% हाम्रो के छ त ले काम पाएन। 11.4% ले काम नपाएको अवस्था छ, जसलाई हामी के भन्छौं बेरोजगारी दर। अब गरिबीमा हामी गिनी कोएफिसिएन्ट छुटाइदिने कुरा त हुँदैन।
अब इन सर्ट हामीले पढेको कुरा के छ, धनी र गरिब बिचको खाडल नै के हो, गिनी कोएफिसिएन्टको कुरा छ। यसको मल्टिपल आधार छ, त्यसमध्ये हाम्रो एकदमै बेसिक कुरा भनेको सम्पत्तिमा आधारित गिनी कोएफिसिएन्टको कुरा गर्छ। यसलाई मैले थोरै इलेबोरेट गरेँ। गिनी कोएफिसिएन्टको भ्याल्यु के हुन्छ, जति कम भयो त्यति राम्रो भनेपछि इन्कमहरू इभेनली डिस्ट्रिब्युटेड हुन्छ भनेपछि समान धनी र गरिब बिचमा धेरै ग्याप भएन भने त्यसको इम्प्याक्ट सिधै जीडीपीमा पर्छ हाम्रो। त्यसको इम्प्याक्ट के हुन्छ, जीडीपीमा राम्रो एउटा पोजिटिभ इन्क्रिमेन्ट आउँछ। धनी मात्रै धनी हुँदै गयो। आइएमएफको एउटा स्टडीले के भन्छ, धनी मान 20%ले इन्क्रिज गर्यो यदि आयो भने र त्यो धनीमा मात्रै गयो भने त्यसको इम्प्याक्ट जीडीपीमा एकदमै कम हुन्छ हैन। तर त्यही 20% यदि तल्लो वर्गकोमा गयो, लेस इन्कम जेनेरेट गर्ने पपुलेसनमा इभनली डिस्ट्रिब्युट भएर आएको अवस्था छ भने जीडीपीमा त्यसको इम्प्याक्ट के हुन्छ, राम्रो हुन्छ। त्यही भएर हाम्रो कन्सेप्ट के हो भने सबैमा समान आए, हामी सबैलाई इक्वली के गर्न खोजिरहेको हुन्छौँ, अपलिफ्ट गर्न खोजिरहेको हुन्छौँ। कन्टेक्स्ट के हो भने गिनी कोएफिसिएन्टले धनी र बिचको जुन ठुलो ग्याप छ त्यसलाई जति कम गर्यो त्यति नै कन्ट्रीको जीडीपीको लागि पोजिटिभ रोल प्ले गर्छ। सो सम्पत्तिमा आधारित गिनी कोएफिसिएन्टको भ्याल्यु पछिल्लो कन्टेक्स्टमा नेपालको 0.30 लास्ट इयर भन्दा 0.01 ले के भएको छ, इम्प्रुभ भएको अवस्था छ। तैपनि यो मोडरेट टाइपको हो हैन। यो गिनी कोएफिसिएन्ट यो ग्याप चाहिँ अझै पनि घटाउनु पर्ने कुरामा हामी केन्द्रित छौँ। अब अर्को डाइमेन्सन हिसाबले हामीले स्वास्थ्य शिक्षाको बारेमा कुरा गरेको थियो, गरिबीको विषयमा जोडिन्छ। यो स्वास्थ्य शिक्षा मानवीय गरिबीको विषयमा जोडिन्छ, सामाजिक गरिबीको विषयमा जोडिन्छ। औसत आयको कुरा, अब यो इम्पोर्टेन्ट रोल त भइहाल्यो। जस्तै नेपालको कन्टेक्स्टमा अहिले औसत आयु 72 पुर्याउने लक्ष्य रहेको भए तापनि हाम्रो पछिल्लो तथ्याङ्कले के भन्छ भने 71.3 अहिले औसत आयु, नेपालको औसत आयु 71.3 छ। एभरेजमा हो, महिलामा फरक पुरुषमा फरक छ, महिलाको बढी छ पुरुषमा कम छ हैन। औसत आयुको कुरा, साक्षरता दर छुटाउने नहुने कुरा। अब यो कति किसिमको यो कतिको साक्षर छैन व्यक्ति, यसले पनि इम्प्याक्ट रोल प्ले गर्छ। तर नेपालको केसमा साक्षरतालाई डिफाइन गर्ने उनी के भयो, एकदम नोमिनल छ। सामान्य लेखपढ गर्न जाने आफैले कुनै एउटा सामान्य वाक्य बनाउन सक्यो भने इन सिम्पल वर्ड हामी के भन्न सक्छौँ, त्यो साक्षर भयो भन्ने कुरा। यसले पनि ठुलो रोल प्ले गरेकै छ। र स्वास्थ्यको दृष्टिकोणले मृत्यु दरको कुरा आउँछ, कुपोषणको कुरा आउँछ स्वास्थ्यको हिसाबले, त यो छुटाउनै नहुने कुरा। र लेटली हामी के भन्छौँ, ह्युमन डेभलपमेन्ट इन्डेक्स पनि एउटा एकदमै इम्पोर्टेन्ट फ्याक्टर हो जसले गरिब हो होइन भनेर डिटरमाइन गरिरहेको हुन्छ हैन। सो ह्युमन डेभलपमेन्ट इन्डेक्स भित्र पनि हाम्रो अहिलेको कन्टेक्स्टमा यसको भ्याल्यु कति छ, 0.601। यसलाई मोडरेट किसिमको भन्छ, न धेरै राम्रो न धेरै खराब। अब यो नेपालको 25 वर्ष दीर्घकालीन सोच, सुख समृद्ध नेपाल र सुखी नेपालीको विषयमा हामीले बुझिसक्यौँ। मल्टी पोभर्टी इन्डेक्स पनि बुझ्यौँ। र अर्को कुरा, अब नेपाल एउटा एलडीसी मुलुक हो। यो एलडीसी त थाहा होला तपाईँहरूलाई, लिस्ट डेभलप्ड कन्ट्रीभित्र पर्छ, एलडीसी मुलुक हो। विभिन्न चरणमा यसले प्रयास गरेको छ के गर्ने, एलडीसीबाट डेभलपिङ कन्ट्री विकासशील राष्ट्रमा परिणत हुने। त्यसको केही मापदण्ड तोकेको अवस्था छ। कुनै पनि मुलुक अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा अपग्रेड हुन ग्रेजुएट हुन खोजिरहेको छ भने त्यसले 3वटा मापदण्ड पुरा गर्नु पर्यो। नम्बर 1, सबभन्दा पहिले उसले पुरा गर्नुपर्ने भनेको ग्रस नेसनल इन्कमको कुरा आउँछ। प्रति व्यक्ति कुल राष्ट्रिय आय कति हुनु पर्यो हैन। त्यसपछि नम्बर 2 HAI ह्युमन एसेट्स हैन, इन्डिकेटर्स HAI यो भनेको ह्युमन एसेट्स मानव सम्पत्ति सूचकाङ्क, त्यसको भ्याल्यु कति हुनु पर्यो। र 3 नम्बरमा छ इकोनोमिक भल्नेरेबिलिटी इन्डेक्स EVI, इकोनोमिक भल्नेरेबिलिटी इन्डेक्स EVI भनेपछि एलडीसीबाट विकासशील राष्ट्रमा स्तर उन्नति हुनलाई 3वटा
मापदण्ड निर्धारण गरिएको छ। एउटा GNI, HAI, EBI यो इन्डेक्सहरू हो। अब सबभन्दा अर्को कुरा, अब ग्रस नेसनल इन्कम प्रति व्यक्ति आम्दानी कति हुनु पर्यो? $1502 प्रति व्यक्ति आम्दानी कति हुनु पर्यो? $1502। यो हामीले अहिलेसम्म पुरा गर्न सकेको अवस्था छैन। हाम्रो पछिल्लो सर्वेक्षणले ठ्याक्कै तपाईको यो डेटालाई मिट गर्न सकेको अवस्था चाहिँ छैन। 1400 छ त्यो भ्याल्यु, त्यसको हामी डेटामा एक्ज्याक्ट भ्याल्यु भन्छौँ। त्यसपछि अर्को ह्युमन एसेट्स इन्डेक्स, यो कति भनेको छ भने यसलाई चाहिँ ह्युमन एसेट्स इन्डेक्समा स्वास्थ्य, शिक्षा, फलानु लगायतका विषयहरूमा त्यस आधारमा साक्षरता दर लगायतका विषयले यदि यो 70% भ्याल्यु छ भने कति छ? 70% अर मोर त्यसमा छ भने नेपालको पछिल्लो तथ्याङ्कले के भन्छ? 77% हामी एचिभ गरिसकेको अवस्था छ भनेपछि यो क्राइटेरिया हामीले फुलफिल गरिसक्यौँ। इकोनोमिक भल्नरेबिलिटी इन्डेक्स EBI, अब जस्तै प्राकृतिक जोखिम, तपाईको अर्थतन्त्रमा समस्या, निर्यातमा समस्या, अवरोध लगायतका विषयहरू मेजर गर्ने हैन, त्यो फ्याक्टर्सहरूको आधारमा EBI क्याल्कुलेट हुन्छ। यसले के भन्छ? कति हुनु पर्यो? 27% भन्दा त्यो के हुनु पर्यो? कम हुनु पर्यो र नेपालले अलरेडी यो एचिभ गरिसकेको अवस्था छ। त्यही भएर के भनेको छ भने LDC मुलुकबाट डेभलपिङ कन्ट्री विकासशील राष्ट्रमा तपाईँ ग्रेजुएट हुन खोज्नु भएको छ भने एटलिस्ट यो 3 मापदण्ड मध्ये कतिवटा मापदण्ड गर्नु पर्यो? फुलफिल भएको हुनु पर्यो? 2। त नेपालले HAI र EBI के गरेको छ? फुलफिल गरिसकेको अवस्था छ। तर यो पहिलो मुलुक पनि हो जसले GNI जुन छ नि हाम्रो ग्रस नेसनल इन्कम त्यो $1502 पुर्याउन नपुर्याउँदै ग्रेजुएट हुन गइरहेको छ। नेपाल 2026 देखि, नेपाल 2026 AD देखि के भइरहेको छ? LDC मुलुकबाट डेभलपिङ कन्ट्रिजमा परिणत भइरहेको, ग्रेजुएट भइरहेको छ। यसको केही आफ्नै प्लस र कन्सहरू छ, केही राम्रो पक्ष छ, केही नकारात्मक पक्षहरू छ, त्यो हामी अर्को क्लासमा डिस्कस गर्छौँ हैन। त्यसो भए हामी के भन्न सक्छौँ भने गरिबीलाई हेर्दा अहिले वर्तमान कन्टेक्स्टमा हेर्दा अहिले यसको न्यू डाइमेन्सन आइसकेको छ। गरिबी अब इकोनोमिक इन्कम जेनेरेसनसँग मात्रै सम्बन्धित नभएर, गरिबी इन्कम जेनेरेसनसँग मात्रै सम्बन्धित नभएर ग्लोबली हेर्दाखेरि यसले क्लिन वाटरलाई समेट्ने गरेको छ, न्युट्रिसनको बारेमा समेट्छ, एजुकेसनको बारेमा समेट्छ, वुमन इम्पावरमेन्टको बारेमा समेट्छ। यो वुमन इम्पावरमेन्ट सामाजिक गरिबीको कुरा, इन्भाइरोमेन्टको कुरा, हेल्थ, यो कम्युनिटी मोबिलाइजेसन, फुड सभरेन्टी, खाद्य सम्प्रभुताको कुरा र म्याटर्नल हेल्थ, यो कुरा अहिले यति फ्याक्टरहरू के भित्र पर्छ त? पोभर्टी भित्र पर्छ। यो नयाँ डाइमेन्सन हो। यो के हो? नयाँ डाइमेन्सन हो के को? गरिबीको। अब भनेपछि अबको हामीले गरिबी हेर्यो भने यो मात्र इन्कम जेनेरेट, आय आर्जनसँग मात्रै सम्बन्धित नभएर यसलाई हामी के गर्छौँ? यो सबै आधारमा हामीले मेजर गर्ने काम गर्छौँ हैन। त्यही भएर यसलाई हामी बहुआयामिक विषय पनि भन्छौँ। यसलाई के पनि भन्छौँ? बहुआयामिक विषय। अब यति भइसकेपछि हाम्रो गरिबी, अब गरिबी के कारणले गर्दा हुन्छ त्यो हामी बुझ्छौँ। गरिबी के कारणले गर्दा हुन्छ, वा भनौँ यो अलि लामो हुन गइरहेको कारणले गर्दा मैले लोकसेवा केन्द्रित भएर अर्को भिडियोमा के बनाउँछु भने गरिबीका कारण, गरिबीको समस्या तथा चुनौतीहरू, नेपाल सरकारले विगतदेखि अहिलेसम्म के प्रयास गरेको छ गरिबीको विषयमा हैन, र हामी कतिको सुधार गरेको छौँ त्यो विषय, यसमा कानुनी व्यवस्था, नीतिगत व्यवस्था के कस्तो छ त्यसको बारेमा पनि हामी बुझ्छौँ। कस्ता कार्यक्रमहरू ल्याएको अवस्था छ, कार्यक्रमहरू किन सफल भएनन्, हाम्रो धरातलमा के समस्या छ पोभर्टी सम्बन्धी, र यो गरिबी सम्बन्धी काम कसले गरिरहेको अवस्था छ। नेपाल सरकारले हो, तर नेपाल सरकारले स्वयं त गर्दैन, कसै न कसैले जिम्मा लगाएको अवस्था हुन्छ, संस्थागत व्यवस्था गरेको हुन्छ। त्यसको बारेमा हामी अलि डिटेल पढ्छौँ। हस्, थ्याङ्क यू।